हेलो नमस्ते। म चाहिँ मेरो नानी र म चाहिँ यहाँ मुन्टा खेलाउँदैछौँ। यो मुन्टा चाहिँ हामीलाई कोसेली आएको कि कोसेली हाम्रो उहाँको साथीले यो गाबा 6वटा मकै यो मुन्टा आफ्नै बारीमा फलेको कोसीमा फलेको पठाइदिनु भएको रहेछ हिजो। अब हिजो पठाइदिनु भएको हिजोको तरकारी थियो अनि आज चाहिँ केलाउँदैछौँ। अब यो पनि आज खाँदैनौँ, केलाएर राखेर भोलि बिहान खान्छौँ। अनि अलिकति इस्कुसको मुन्टा छ दाइले ल्याइदिएको, त्यो चाहिँ केलाएर भरे खान्छौँ। अनि यस्तो ताजा तरकारी यो चाहिँ अर्ग्यानिक मल लगाएको मुन्टा हो, अरू त्यो विषादी मलहरू लगाएको होइन। अनि खानलाई एकदम टेस्टी राम्रो हुन्छ। हामीलाई वर्षै पछि आउँछ 1-2 छाक चाहिँ उहाँको साथीकोबाट मुन्टाहरू मकैहरू सबै कुरा आउँछ। यो पिँडालुको गाबा पनि आएको छ, यो पनि 1 छाक छ। मकै पनि छ, मकै पनि उसिनेर खानुपर्छ। यहाँ नानी र म के बनाउँदैछौँ। ओके, इन्जोय योर टाइम गाइज। अलि छिटो सजिलो हुन्छ गफ है ल, ठिक छ म पनि आउँछु है त। सबैजनालाई नमस्ते। अब छोरीलाई पनि बोलाउँदैछु केलाउन सबैजना। भेरी ब्याड यु। ओके।